क्यानसँगको हाम्रो मिटिङमा हामीले के पनि सम्झौता गरेका छौँ भने यो विश्वविद्यालय परिषदमा क्रिकेट चल्दै गर्दाखेरि कम्तीमा यहाँका विद्यार्थीहरू यहाँका चाहिँ सोभिका प्रतिनिधिहरू एनपीले हेर्न जानलाई फ्रीमा चाहियो अरे कार्यकर्ताहरूलाई झोलेहरूलाई। यहाँ एकचोटि यस्ता झोलेहरूलाई चाहिँ देश निकाल गर्नुपर्छ है। सोभिको प्रतिनिधि भनेको चाहिँ यहाँ भातमाराहरू हुने सबजना खानु घरमा खान नपाएर आएका भातमाराहरू विद्यालयमा पढ्न जाने हो कि राजनीति गर्न जाने हो। म यो दङ्सक परिरहेको छु नेपालको राजनीति जाने। अब सोभिकोलाई अब त्यहाँ छिर्न दिएन अरे पैसा टिकट फ्रीमा छिर्न जानुपर्ने अरे टी ग्राउन्डमा त्यो उस हेर्नलाई एनपीले हेर्नलाई। यस्ताहरूले देश बनाउँछन्। एउटा शिक्षा क्षेत्रमा त राजनीति नगरिकन उस गर्न सकेको छैन। नो म सोभिकोलाई छिराउनु पऱ्यो भने सोभि भने कुन चाहिँ यो एमालेका के काम अचम्म लाग्छ बा नेपालको हालत देख्दाखेरि। जता पनि राजनीतिक जता पनि देश जे पनि मासु भातको पछाडि हिँडेका छन्। 2 लिटर पेट्रोल 3 लिटर पेट्रोल अब सोभि भनेका छन् हालेका छन् विश्वविद्यालयभित्र। अब सोभि भनेको चाहिँ यस्ता यो हाम्रो नेपाल बिग्रेकै कारणले हो क्या। जता पनि राजनीतिकलाई चाहिँ त्यो शिक्षाबाट वञ्चित गर्नु पर्यो क्या। शिक्षाबाट वञ्चित गरेर राजनीतिक त्यहाँ भित्र हाल्ने जो छ नि तिनीहरूलाई चाहिँ उसबाटै निकाल्नु पर्ने हो क्या। खास गरी विद्यालयबाट निकालेर सजाय दिनुपर्ने हो। अनि यस्तैले गर्दा हो देश बिग्रिने पछाडि पर्नेको कारण। राजनीति गरेको छ शिक्षा क्षेत्रमा स्वतन्त्र भएर पढ्न पाए पो हुन्छ त। यस्तो विद्यार्थीहरूलाई के भन्नुहुन्छ आज के भनिरहेको थियो